दिया थोड़ा, क्योंकि अभी थोड़ा एग्जाम से उसको नेक्स्ट मंथ में यार थोड़ा लेके आऊँगा। तो ये अच्छी बात है मुझे कि आपके DXN ने जो फैमिली मिली है, और मैं इनसे धन्यवाद देता हूँ हमारे भाई को और हरी सर को भी। थैंक यू सर, थैंक यू। हमारा सभी सर के लिए बहुत बहुत शुक्रिया, थैंक यू, बहुत अच्छे शेयरिंग किया। तो हम हमारा शिला सर के लिए बहुत जोरदार है, उसका भी धन्यवाद। तो बच्चा भी देखा है बहुत अच्छे से धेरै झट्का दिन चाहन्छु। फेरि पनि म यसै क्रममा हाम्रो थोरै 5 मिनट म हाम्रो ESD जयकान्त सरलाई दिन चाहन्छु। टाइम छैन हौ, टाइम नजाँदा गर्दै गर्नु ओके 5 बजीसम्म ओके हामी त्यही छ तपाईँको यस्तो हो, मैले किन दियो भने मैले अघिदेखि देखिरहेको छु हामी सिक्नु छ, हामी एउटा पोजिसन मात्रै भएर कहीँ कहीँ गरेर के तपाईँ ढिलो जानु होला। सबैजना सुन्नुहोस्, एकचोटि लास्टमा बोल्नु, म लास्टमा केही भन्छु है, लास्टमा बोल्नुहोस्, म भन्छु केही कुराहरू तपाईँहरूलाई। ल पहिलो थोरै नमस्कार। अलिकति म बोल्न टेक्दिन्छु है, अलिकति के पुरै बोल्न दिन्छ छैन। हामी कहाँ छ अहिले? होइन नमान्नु डिएक्सनमा किन हामी छौँ है? तपाईँ हामी आज कहाँ छौँ त? डिएक्सन होइन, डिएक्सनमा हामी किन आएको छ त? त्यो तपाईँ सबैजना ध्यान दिनु। हामी डिएक्सनमा के को लागि आएको छ भन्दाखेरि हामी यति मात्रै बुझ्ने हो के, डिएक्सनमा भोट छ भने नि त्यो भोटले पर्छ है समृद्धितिर हामी पुग्छौँ के। हामी डिएक्सनमा सबैजना नि के को लागि आएको छौँ? स्वास्थ्य। हामी बिरामी हुन्छौँ कहाँ जान्छौँ? हस्पिटल। हस्पिटल त्यहाँ लेखेको छ, हस्पिटल मात्र होइन, एक्सरे गर्न बेसी हुन्छ, औषधिहरू धेरै हुन्छ होइन उपचार गर्नु। त्यसले सबभन्दा पहिला हामी डाक्टर कसलाई छान्छौँ? डाक्टर कसलाई छान्ने हो? हिन्दी डाक्टरमा होइन, डाक्टरले विश्वास गर्नु नि हामी। तर तपाईँ हामी डाक्टर आफै पहचानै सकेको छैन कि, तपाईँ हामी भित्रै डाक्टर छ कि। कुनै उदाहरण तपाईँको आँखामा कुनै अलिकति केही छिस्का छिल्यो भने तपाईँको डाक्टरले के भन्छ? अब तपाईँले कुनै शिक्षा किरा छिल्यो भने आँखामा, त्यो डाक्टर हाम्रो प्रोसेस चाल्न लाग्यो कि यो हाम्रो किरा कसरी बाहिर जाने, हाम्रो डाक्टर एकदम जागरुक भयो कि त्यो डाक्टर